नमस्कार, कोरोना विशेष में स्वागत करी छी। हम अजय शाह शिवाली आई बात कर जा रहा छी धनुषा के विषय में। धनुषा के जो बात करी तो पहले जनकपुर आ महेंद्रनगर सहित के किछ क्षेत्र में निषेधाज्ञा लागत आयल छलै और काल्हि मात्रे धनुषा के पूरा क्षेत्र में निषेधाज्ञा जिला भर निषेधाज्ञा लगाओल गेल छै। धनुषा के अखन के अवस्था केहन छै, निषेधाज्ञा के पालना कतेक भऽ रहल छै, तऽ ई यावत विषय में आई बातचीत कर जा रहल छी। आई प्रत्यक्ष जुड़ल छै धनुषा जिला के प्रमुख जिला अधिकारी प्रेम प्रसाद भट्टराय। सबसे पहले उनका स्वागत कर छी। भट्टराय जी, कार्यक्रम में स्वागत छ। धन्यवाद। अब यो निषेधाज्ञा पहिला केही क्षेत्र मात्रै थियो, जनकपुर धाम सहित केही क्षेत्रमा थियो भने अब चाहिँ जिल्लाभरि नै लागू गरिएको छ। यसमा के भन्नुहुन्छ तपाईँ? यो खास गरी कोरोना भाइरसको महामारीले को रोगको महामारी बढिराखेको छ। अब यसमै जिल्लामा हालसम्म 9 जनाको मृत्यु भइसकेको अवस्था छ। 8,573 जनाको सङ्कलन पिसिआर 1,031 जनामा पोजिटिभ देखिएको छ। 739 जना निको भएर गइसक्नुभयो। 292 एक्टिभ छ। 292 केस हामी हुनु चाहिँ राम्रो होइन। नेपाल सरकारले कुनै पनि जिल्लामा 200 भन्दा बेसी छ भने अलि बढी निगरानी राख्ने, अलि बढी सजगता अपनाउने र यसलाई महामारीको रूपमा बढ्न नदिने भन्ने हिसाबको सरकारको नीति छ। त्यो नीति एकातिर, अर्कोतिर अब हाम्रो चाहिँ यात्रा विवरण भएका मान्छेहरूमा मात्र यो रोग भएको भए हामीले अलिकति उनीहरूलाई मात्रै रेस्ट्रिक्ट गर्थ्यौँ। समुदायमा बस्नुहुने महानुभावहरूमा, यात्रा विवरण नभएका समुदायमा बस्ने महानुभावहरूमा पनि यो रोग फैलिएको भएको कारणले हामीले जिल्लैभरि लकडाउनको अथवा निषेधाज्ञाको व्यवस्था जारी गरेका छौँ, लागू गरेका छौँ। त्यसमा भन्दा हाम्रो यो जिल्लैभरि गाउँपालिका तथा नगरपालिकाहरूमा पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने, रोगका लक्षणहरू देखिने के मान्छेहरू फेला पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा चाहिँ व्यवस्थित ढङ्गले गरिएको छ। अब यसमा 10 बजेसम्म सामग्री, पसल, अत्यावश्यकीय चिजहरू, आवश्यकीय चिजहरू चाहिँ बिक्री वितरण गर्न पाइने, 10 बजेभन्दा पछि बिक्री वितरण गर्न नपाइने र बिक्री वितरण गर्दा पसलले मास्क लगाएको हुनुपर्ने, अनि क्रेताले पनि मास्क लगाएको छ भने किन्न पाउने, लगाएको छैन भने उसले मास्क लगाएर किन्न पाउने, विक्रेताले त्यहाँ मास्कको उपलब्ध पनि गराउनु पर्ने, क्यु पछाडि जानुपर्ने, आउँदा आउँदै मास्क लगाएको छैन पर्ने, यस्तो व्यवस्था र यसलाई अनुगमनका लागि हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरेर प्रभावकारिता ल्याउने कोसिस गरेका छौँ। अब विगत 10-12 दिनदेखि त निषेधाज्ञा जारी छ होइन। अब कार्यान्वयन चाहिँ कतिको भइरहेको छ? जनकपुरको अवस्था त हेरि नै सक्नुभयो होइन। अब अहिले त अब जिल्लाभरि नै लाग्ने भयो भनेपछि कार्यान्वयन जसरी हुनुपर्ने हो, जसरी सरकारले दिएको निर्देशन आम जनताले मान्नुपर्ने हो र अर्कोतर्फ चाहिँ निर्देशन गर्ने निकायले जसरी चाहिँ कार्यान्वयन गराउनु पर्ने हो, त्यो कस्तो भइरहेको छ जस्तो लाग्छ तपाईँले चाहिँ? अब त्यो कार्यान्वयनको क्रममा चाहिँ मुख्यमा ब्याङ्कमा त्यो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, पसल साक्षी पसलमा अलि भिडभाड लाग्ने, त्यहाँ अलिक कार्यान्वयन नभएको हो कि भन्ने हो। कार्यान्वयन त भएको छ। त्यहाँ भिड देखिएकाले त्यस्तो देखियो। ती ठाउँहरूमा हामीले पुलिस परिचालन गरेर, मास्क सहित पुलिस परिचालन गरेर अनि भनौँ त्यो मार्किङ गर्ने, सोशल डिस्टेन्सिङ अथवा भौतिक दूरी कायम गर्ने गरी हामीले सीमा निर्धारण गरिदिने, त्यो हिसाबले लगाएको छ। झट्ट नभएको जस्तो, तर परिपालन नभएको भनेर बजारमा जताततै भिड भएको अवस्था छैन। अब अलि अत्यावश्यक सामान किन्ने ठाउँमा, ब्याङ्कमा चेक साट्ने ठाउँमा चाहिँ अलिअलि भिडभाड भएको, त्यहाँ पनि हामीले पुलिस लगाएर पुलिसलाई परिचालन गरेर हामीले त्यो व्यवस्थित गरेका छौँ। प्राय बैङ्कहरूको तपाईँले जुन कुरा गर्नुभयो सुरक्षा निकायलाई खटाइएको छ भनेर, तर त्यस्तो खासै देखिएको छैन। बैङ्कहरूमा भिड त्यतिकै छ। आज मात्रै विभिन्न ठाउँमा भिडको अवस्था छ। र अर्कोतर्फ जुन पसलको कुरा गर्नुभयो, त्यहाँ चाहिँ मास्क लगाउनु पर्ने, पन्जा लगाउनु पर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, सोसियल डिस्टेन्स कायम गर्नुपर्ने, अनि जो ग्राहक आउँछन् तिनीहरूले पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने। प्र्याक्टिकली चाहिँ तपाईँहरूले पनि महसुस गर्नुभएको होला, कतिको कार्यान्वयन भएको छ त त्यो? त्यो तपाईँले भन्नुभयो
त्यो हेर्दा भिड देखिने, अब डिस्टेन्स मेन्टेन नगरेको भन्ने भन्नुभयो। हामीले पुलिस सशस्त्र र नेपाल प्रहरी परिचालन त्यसमा हामीले गरेका छौँ। अलिकति लाइन चाहिँ लाग्दा मान्छे बसिदिने, तर मास्क लगाएको हो, एकअर्कालाई छैन, त्यो हामी व्यवस्थित गर्छौँ। अब एउटा कुरा त भयो कि अब सर्वसाधारण जनताले कार्यान्वयन गर्ने, अर्को चाहिँ कार्यान्वयन गराउने निकायको कुरा भयो, र अर्को एउटा कुरा जनतामा जागरुकता। तपाईँले के लाग्छ, सबै जागरुक छन् कि यो गर्नुपर्छ, तर व्यवहारमा देखिँदैन, आम जनताले पनि मानि नरहेको अवस्था त छ नि, होइन? भनेपछि त्यसको लागि जनचेतना फैलाउने। हजुर, अब आम जनता भन्दा जनकपुर उपमहानगरपालिका 2 लाख जनताले परिपालन नगरेको चाहिँ होइन। अब तपाईँको मिडियाले थोरै मान्छे देख्नुभयो, आमको धारणा छ भनिदिइहाल्नुहुन्छ। हामीले ब्याङ्कहरूसँग मिटिङ राख्यौँ, अब हामीले सरकारलाई साथीहरूसँग मिटिङ राख्यौँ। त्यो हिसाबले कुरा गर्दाखेरि अब अलिअलि भिडभाड, ब्याङ्कहरू एकै ठाउँ भएका, सबै एउटै चोकमा ब्याङ्क भएको कारणले गर्दा त्यहाँ धेरै भिड देखियो। ब्याङ्क अलिक फरक फरक ठाउँमा थियो भने कम भिड देखिन्थ्यो। त्यो भएकाले परिपालन अझै अगाडि भएन भन्नु, तर सबै मान्छे बाहिर आउने जताततै हिँड्ने अवस्था छैन। केही लिमिटेसन मेन्टेन गराउन हामी लागिराखेका छौँ, त्यो मेन्टेन नभएको भन्ने फुट्टो देख्छ। त्यसैका लागि त सरकारले जहाँ परिपालन भएन, सरकार त्यहाँ गएर अग्रसर भएर परिपालन गराउँछ। यहाँलाई जानकारी गराउँ, लकडाउन जारी गर्नुभन्दा अघि मास्क नलाउने मान्छेहरूलाई हामीले 100 रुपियाँ जरिमाना गर्दा 100 रुपियाँ जरिमाना गर्दाखेरि हामीले गरेको रेकर्ड पनि छ। अब अर्को एउटा कुरा के छ भने संवेदनशील क्षेत्र अस्पतालको कुरा गर्ने हो भने र अस्पतालका साथै क्लिनिकहरू, निजी क्लिनिकहरू भए, निजी अस्पतालहरू भए, यी त एकदमै संवेदनशील क्षेत्र पनि हो, होइन, कोरोनाको दृष्टिकोणले गर्ने हो भने। तर अब निजी क्लिनिकहरूको कुरा गर्ने हो भने त्यहाँ त्यत्तिकै भिड देखिन्छ, अनि फेरि त्यो के अरे औषधि पसलमा पनि भिड देखिन्छ। त्यहाँ त अझ सुरक्षा निकायले अझ चासो दिनुपर्ने होला, होइन र? होइन, हामी त्यसको स्ट्राटेजिक प्लान बनाउँदैछौँ। सशस्त्र र नेपाल प्रहरीलाई हामी डिभाइड गर्ने, इभन सेना बनाउनको लागि निकाल्ने, सेना निकाल्ने म्यासेजहरू जाँदैन। तैपनि अब भोलुन्टियर जस्तो हतियार नबोकिकन भोलुन्टियर जस्तो निकाल्ने भन्ने सल्लाह भएको छ। त्यो अवस्था अलि अवज्ञाको अवस्था बढी आयो भने हामी 3टै सुरक्षा निकाय निकालेर। एउटा समस्या के देखिन्छ भन्दाखेरि यो अहिलेदेखि नै होइन, विगतदेखि नै चल्दै आएको एउटा विगतदेखि नै देखिँदै आएको एउटा के समस्या छ भने जिल्ला प्रशासन कार्यालय एउटा चाहिँ निषेधाज्ञा या लकडाउन जारी गर्ने, र त्यो कार्यान्वयन चाहिँ स्थानीय तहलाई पनि यसमा सहयोग गर चाहिँ भन्ने। तर स्थानीय तहसँगको समन्वय कस्तो छ, के कस्तो भइरहेको छ, विगतमै के देखिएको छ भन्दाखेरि अहिले नै भनौँ न, अहिले जुन तपाईहरूले एउटा सूचना जारी गर्नुभयो यो निषेधाज्ञाको, त्यसमा हाट बजार चाहिँ व्यवस्थित गर्ने काम चाहिँ स्थानीय तहलाई दिनुभएको छ। स्थानीय तहसँग चाहिँ कतिको समन्वय भइरहेको छ, या स्थानीय तहका जनप्रतिनिधिहरू हजुर तपाईँहरूले दिएका निर्देशन चाहिँ कतिको पालना गराइरहेका छन् त? अब तपाईँहरूले क्वेसन स्थानीय तहले हामीले लाउन अथवा निषेध जारी गर्नुभन्दा पहिले पनि गरेकै समय पनि हामीले खास गरी जनकपुर उपमहानगरपालिका र महेन्द्रनगरको छिरेश्वर नगरपालिकाको महेन्द्रनगर बजार मात्रै गर्दा पनि 3टा गाउँ नगरपालिकाले स्थानीय तहका हाट बजार बन्द गरिसकेको अवस्था हो। अहिले 5-6वटा नगरपालिकाले बन्द गरिसकेको अवस्था छ। अब त्यो भएको कारणले उहाँहरूको पनि सक्रिय सहभागिता देखिँदै गयो। उहाँहरूले आफै परिपालना गर्दै गएर हामीलाई धेरै गाउँपालिकाका अध्यक्षहरू, वडा अध्यक्षज्यूहरूले, नगरपालिका मेयरज्यूले, अध्यक्षज्यूहरूले ल त्यहाँ बजारको हाट बजार भिडभाड लाग्यो भनेर सुहाएर मैले तुरुन्तै प्रहरी पठाएर त्यसलाई सोसल डिस्टेन्सिङ गराएर व्यापार सहज गराएको थिएँ। त्यो भएकाले उहाँहरूको सक्रिय सहभागी देखेर पनि गरे। दोस्रो कुरा 18 नगरपालिका अथवा पालिकाहरूको, नगरपालिका र गाउँपालिकाहरू मिटिङ राखेर लकडाउन गर्नु छ भनेर सरसल्लाह गरेर हामीले मिट गरेर त्यस पछाडि मात्रै निर्णय गरेर अगाडि बढेका हौँ। हजुर, स्थानीय तहको सहयोग बढ्दै गएको छ, समन्वय भइरहेको छ पछिल्लो समयमा भनेर तपाईँ भनिराख्नु भएको छ। अनि एउटा कुरा जुन निषेधाज्ञामा जुन एउटा कुरा छ त्यो हाट बजारको विषयमा, कि यसलाई अझ प्रश्न पारिदिनुहोस् त। भौतिक दूरी भनेको छुट्टै
पसल थाप्ने होइन त, बजार लगाउने तर डिस्टेन्स कायम गर्ने, त्यो व्यक्ति होइन कि पसल बिचको चाहिँ डिस्टेन्स बजार हुनु लगाउने पर्यो। डिस्टेन्स कायम गर्ने, खास हो। गरी तरकारी सागसब्जी पसलहरू मात्रै। हाट बजारमा अरू लत्ता कपडा जरुरी हुँदा तैपनि अब लाख भने पनि त्यसमा के हो भने 2 मिटरको दूरी राख्नुपर्ने र कस्टम पनि रेखाङ्कन गरेर त्यस अनुसार हिँड्नुपर्ने। त्यसका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीलाई व्यापक परिचालन गराएर हाट बजारमा त्यो डिस्टेन्स मेन्टेन गराउँछौँ। मास्क नलाइ खरिद गर्न पाइँदैन, क्रेताले विक्रेताले पनि भन्ने हामी त्यो परिपाक गराउँछौँ। अब कहिलेकाहीँ अब तिनीहरू चाहिँ दुःख पाइरहेका हुन्छन्, अब तरकारी बेच्न आइरहेका हुन्छन्, अब सुरक्षाकर्मीले चाहिँ धपाएर पठाइदिने यी समस्याहरू देखिरहेको छ भनेपछि अबका दिनमा चाहिँ यी समस्या चाहिँ देखिँदैन भनेर भन्नुहुन्छ तपाईँ? त्यो समस्या आउँदा त म जिल्ला प्रमुख अधिकारी नेपाल सरकारको प्रतिनिधि भएर धनुषा जिल्लामा खटिया छु। समस्या भने म कहाँ रिपोर्टिङ हुनु पर्यो, मैले सहजी गरिदिन्छु। मेरो निर्देशनमा पुलिस प्रशासन चल्ने भएका ती समस्याहरू आउँदैनन्, आयो भने मैले सक्छु। कर्मीले समस्या भोग्दै आएको या गुनासो बढ्दै गएको अवस्था छ र त्यसलाई सम्बोधन गर्ने प्रयास पनि भएको छ, जुन तपाईँहरूले निषेधाज्ञा जारी गर्नुभएको छ। त्यसमा पनि उल्लेख भएको कुरा छ कि यदि कुनै घरपट्टिले होइन, घर मालिकले यदि तिनीहरूलाई दुर्व्यवहार गरेको अवस्था छ होइन, घर छाडेर जा भनेको अवस्था छ भने तिनीहरूलाई चाहिँ कारबाही गर्ने के छ प्रावधान? यदि त्यस्तो खालको समस्या कसैले पर्यो भने तिनीहरू चाहिँ कहाँ जाने, यसबारे अलि डिटेल भनिदिनुहोस्। त्यो हिसाबले के हो भने हामी हिजो मात्रै जिल्ला सङ्कट विपद व्यवस्थापन कोरोना जिल्ला सङ्कट विपद व्यवस्थापन समितिको बैठक राखेर त्यसबाट हामीले आदेशै जारी, कोरोनाको काममा खटिएको स्वास्थ्य कर्मीको रूपमा खटिएको भएको बाट जा भन्ने आयो भने त्यो खबर हामीलाई गरे हामी घरबेटीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौँ। पहिलो काम त हामी सार्वजनिक गर्छौँ। त्यो हिसाबले उहाँहरूले त्यसरी डेरामा बसेको मान्छेहरूलाई जा निक्ली भन्न पाउन्न। अब कोभिड देखियो भने आइसोलेसनमा जा भन्न पाउनुहुन्छ। म मेरो घरमा सिङ्गल रुम छ, उसले सुविधा छ दिन्न भन्न पाउनुहुन्छ, अथवा उहाँले दिन्छु भन्न पाउनुहुन्छ। त्यो भएकाले रोग लागिसकेको हकमा अथवा पोजिटिभ देखिएको हकमा चाहिँ हामी व्यवस्था गर्छौँ। हामी सरकारी आइसोलेसन सेन्टर छन् र जो रोग लागेको छैन, स्वास्थ्यकर्मी घटिरहेको छ, त्यहाँ खटेको र ऊ पोजिटिभ नदेखिएको यसमा यदि डेरामा बसेको छ, त्यो उसले हेरास गरिएको चाहिँ हामी चलित कानुन बमोजिम गर्छौँ र त्यो दण्डनीय हुनेछ। यो मेसेज चाहिँ गरिदिनु होला। सुरक्षाकर्मीलाई त्यसरी डेरा छोडेर जा भने उनीहरू पनि खटिरहेका छन्, त्यस्तो भने हामी कारबाही गर्छौँ। यदि कसैले त्यस्तो समस्या छ भने सिधै जिल्ला प्रशासन कार्यालयमा आएर उजुरी दिँदा हुन्छ भने जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्दा हुन्छ। यो पिसिआरको दायराको अवस्था के छ? एउटा त निषेधाज्ञा जारी छ होइन, अर्कोतर्फ चाहिँ त्यही मात्रामा बृहत रूपमा चाहिँ पिसिआर परीक्षण पनि हुनुपर्ने हो, स्वाब कलेक्सन हुनुपर्ने हो। त्यो पनि जनकपुरको महानगरपालिकामा 5वटा टिम बनाएका छौँ र हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा 2टा टिम सक्रिय छन्। जनकपुरको महानगरपालिकामा मै आएर अथवा मैले नै 5-7 दिन अघि 5वटा टिम गठन गरेका छौँ र कन्ट्याक्ट ट्रेसिङ हामी व्यापक बनाउँछौँ। अहिले टेस्टको दायरा दिनमा 500 हामी स्वाब सङ्कलनको दायरा बढाएका छौँ, 300बाट 500 पुर्याएका छौँ। त्यो भएर यो हामी दिनमा 500 स्वाब सङ्कलन गरिरहेका छौँ, दायरा पनि बढाउँदैछौँ। अहिलेसम्म यो हामीले प्रादेशिक अस्पतालमा 13,000 प्लस स्वाब सङ्कलन गरिसक्यौँ, जसमध्ये 8,573 चाहिँ धनुषा जिल्लाको मात्रै। हाम्रो यो पनि अझै बढाउने योजना छ। सीमा व्यवस्थापनको काम कसरी भइरहेको छ? किनभने खुला सीमा छ धनुषाकै होइन, भनेपछि सीमालाई अझ व्यवस्थित गर्ने, सीमा यद्यपि नाका त बन्द नै गरेको अवस्था छ, तर पनि लुकीछिपी आउने क्रम चाहिँ अहिले पनि चलि नै रहेको अवस्था छ। त्यसलाई अझै चाहिँ पूर्ण रूपमा कन्ट्रोल गर्न सकिँदैन, तर पनि त्यसलाई अझै व्यवस्थित गर्न चाहिँ के कस्तो कदम चाल्नु भएको छ पछिल्लो समयमा? अब तपाईँ सुन्या खबर हो, सुनेको मात्रै सत्यमा आधारित होइन। लुकीछिपी इन्डियाबाट मान्छे आएका छैनन्। हाम्रो सीमा धनुषा जिल्लाको एउटा भन्सार नाका छ, त्यहाँ आउने सम्भावना छैन। पुल बिग्रिएको छ र चालु अवस्था छैन, एउटा कुरा। अनि सशस्त्र प्रहरीलाई व्यापक रूपमा परिचालन गरिएको छ। बरु व्यापारिक सामान मलबिउ किसानले ओसार प्रसार गर्ने क्रम केही व्यापारिक सामान आएका हुन् कि भन्ने हिसाबमा हामीले त्यो लुकीछिपी आएका व्यापारका सामानहरू चाहिँ दैनिक धकड गरिरहेका छौँ। भोल्युम नै त्यसको ठुलो छ। हामीले यो लकडाउनको पिरियडमा कमसे कम 30-35 लाखको सामान हामीले समातेर भन्सारमा बुझाइसकेका छौँ।
त्यसैले अब तपाईँले लुकीछिपी पिपुल आए भन्ने होइन, व्यापारिक कारोबार चाहिँ लुकीछिपी गर्न खोजेको, त्यही व्यापारिक कारोबारका सामानहरूबाट सर्छ भनेर हामीले धरपकड गरेर अथवा त्यसलाई पक्राउ गरेर भरा बुझाएर यसको व्यापक प्रभावकारिता ल्याउँछौँ। हजुर, अब अन्त्यमा एउटा त रोगको त्रास छ, अर्कोतर्फ भोक। अब निरन्तरको निषेधाज्ञाले गर्दा होइन, र विशेष गरेर जो विपन्न वर्गका छन् होइन, तिनीहरू त समस्यामा पर्ने नै भए। अब तिनीहरू चाहिँ राज्यलाई चाहिँ हेरेर बसिरहेका छन् होइन, राज्यले केही गर्छ कि भनेर। अब त्यसको लागि पनि केही तपाईँहरूले प्लानिङ गर्नुभएको छ? राज्यले, नेपाल सरकारले यसो के भन्नु पर्दाखेरि, उहाँहरूलाई के भन्नु पर्दाखेरि के भन्नुहुन्छ कि अब रोजीरोटीको सवालमा चाहिँ रोजीरोटीको सवालमा गरिब सवालमा उद्योग कल कारखाना सोसल डिस्टेन्स मेन्टेन गरेर अथवा स्वास्थ्यको आधारभूत सुरक्षाका मापदण्ड पुरा गरेर भवन निर्माण, यो आयोजना सञ्चालन अनि खेतीपातीका कामहरू गर्न पाइने व्यवस्था गरिएको छ र हाट बजार पनि खास गरी 10 बजेसम्म सबै प्रकार पसलहरू खोल्ने। अब तर अरू निषेध गरेका जस्तो हेर्ला खोल्न नपाइने, के अरे सेलुन खोल्न नपाइने, त्यस्तो गरिएको छ र यसलाई पनि अझ व्यवस्थित ढङ्गले के गर्न सकिन्छ, हामी केन्द्रको पनि निर्देशनको पर्खाइमा छौँ। केही न केही एक्टिभिटी बढ्ने हिसाबमा कृषि उपजहरूको हकमा चाहिँ व्यापार सहजीकरण गरिएको छ। हवस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शकवृन्द, ओ छलथि धनुषा के प्रमुख जिला अधिकारी प्रेम प्रसाद भट्टराय। आइ हुनका से बातचीत करै छलिए कि धनुषा में कोरोना रोकथाम आ नियंत्रण के प्रयास केना कऽ चलि रहल छै। जब धनुषा के बात कयल जाय तऽ आइसँ धनुषा में धनुषा जिला भरि निषेधाज्ञा जारी कयल गेल छै। यद्यपि बाजार संचालन करऽ के अनुमति देने छै, लेकिन भौतिक दूरी कायम करऽ पड़तै, ताहि हिसाबसँ बाजार लगाओल जा सकै छै। तहिना जे सोशल डिस्टेंसिंग के परिपालना के बात छै तऽ ई तऽ हरेक ठाउँ में करहीटा पड़तै। दुकान में सेहो सोशल डिस्टेंसिंग चाही, ताहिके बाद मास्क लगाबऽ पड़तै, पंजा लगाबऽ पड़तै, सैनिटाइजर के प्रयोग करऽ पड़तै। केओ सामान खरीद करे एतै ग्राहक तऽ हुनका अनिवार्य रूप में मास्क लगाबऽ पड़तै, सेहो कहल गेल छै। 10 बजे धरि मात्रे दुकान खोलल जा सके भिनसर में, से कहल गेल छै। तहिना दोसर बात करी तऽ एकटा ई उपराग अबै छलैया पिछला समय में कि स्वास्थ्यकर्मी के जे घर मालिक सब छै से कतौ न कतौ दुर्व्यवहार करे तऽ हुनका सबके ओहिसँ हटाबी, तेन किसिम के दृष्टिकोण राखने एहन किसिम के उपराग सब सेहो एलै। तऽ अहू के लेल चेतावनी देल गेल छै जिला प्रशासन कार्यालय से कि अगर केओ ओना के दुर्व्यवहार करे छै कोनो घरपट्टी तऽ हुनका सबके कार्रवाई कयल जेतै, से हुनकर कथन छलै। ई समग्र धनुषा के विषय में आइ बातचीत करै छलिए। बेस्त नमस्कार।